मास्टर्स डिग्री गर्ने कि मास्टर्स बाई रिसर्च गर्ने र यी दुईटामा डिफ्रेन्स के छ त? पहिले सुरु कोर्स ड्युरेसन हेर्नु पर्दा चाहिँ मास्टर्स डिग्री र मास्टर्स बाई रिसर्च दुईटैको कोर्स ड्युरेसन इज तपाईँको 2 इयर्स र यसले दिने पिएसडब्ल्यू मास्टर्सको चाहिँ 2 इयर्स हो भने चाहिँ मास्टर्स बाई रिसर्चको पिएसडब्ल्यू चाहिँ 3 इयर्स हुन्छ र यही कुरा रिजनलमा जानुहुन्छ भने चाहिँ मास्टर्सको पिएसडब्ल्यू चाहिँ 3 इयर्स हुन्छ भने मास्टर्स बाई रिसर्चको चाहिँ 4 इयर्स हुन्छ। रिजनलमा चाहिँ 1 इयर एड हुन्छ पिएसडब्ल्यूको लागि। र अब वर्क लिमिटको कुरा गर्नुपर्दा चाहिँ मास्टर्समा जानुहुन्छ भने तपाईँको वर्क लिमिट इज 48 आवर्स पर फोर्टनाइट हो भने चाहिँ मास्टर्स बाई रिसर्चको चाहिँ वर्क लिमिटेसन त्यस्तो तोकेको छैन। अब आउँछ भिजा फीको कुरा। तपाईँहरू मास्टर्समा डिपेन्डेन्टसँग जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँको भिजा फी चाहिँ एप्लिकेन्टको चाहिँ $2000 लाग्छ भने तपाईँको डिपेन्डेन्टको चाहिँ $1225 लाग्छ र मास्टर्स बाई रिसर्चमा चाहिँ डिपेन्डेन्टसँग जानु भइरहेछ भने चाहिँ त्यही तपाईँको 2000 नै रहन्छ भने चाहिँ तपाईँहरूको डिपेन्डेन्टको फी चाहिँ लाग्दैन मास्टर्स बाई रिसर्चमा।